हेलो गाइज नमस्ते वेलकम टु माई न्यू ब्लग। अनि गेस्ट आज चाहिँ म कहाँ छु भनेर हैन गेस्ट गर्नुस् गाइज। आज चाहिँ म मामा घर छु। फाइनल्ली म चाहिँ 6 महिनापछि मामा घर आएको छु हैन। यहाँ चाहिँ अब भोलि चाहिँ हाम्रो आमाको बरखी भएको भएर चाहिँ म आएको छु। अनि अब भोलि चाहिँ के गर्छु आज नै गर्छु कामहरू। अब के गर्छु कसलाई भेट्छु हेर्दै गर्नु होला। अनि ल आज र भोलिको ब्लग हुन्छ है यो चाहिँ। ल अहिलेलाई अब म के गर्छु देखाउँछु गाइस। आज चाहिँ म मास्टर मामा घर आएको छु। यस्तो भने चाहिँ आउँदो रहेछ यार। अनि हामी चाहिँ इस्कुस टिप्न लागेको छौँ। हेर्नुहोस् गाइसहरू इस्कुस छ यहाँ टन्नै कुरो पनि छ। मलाई चाहिँ लाग्ला भने के छ यो चाहिँ यहाँ हेर्न सक्नुहुन्छ। ए भयो है ओ त्यो तीनटा उता रुखमा आइज माथि नफर्किने तलतिर फर्केर मात्रै हल्ला। हाम्रो डल्ली आमा नि हुनुहुन्छ डल्ली आमा हामीलाई एकदम धेरै माया गर्नुहुन्छ। यस्तो गतिने पत्रिकालाई हामी यहाँ धन्नै छौँ लिएर आइज। इस्कुस लिने आमा चाहिँ उहाँ नै हो होइन। धन्यवाद आमा। इस्कुसको बोको चाहिँ उता छ होइन। यहाँ मैले अलिकति यति नै बोकेर हिँडेछु है। अनि यो चाहिँ मेरो बहिनी हो है गाइज। हेलो भन्दै हेलो। अनि त्यसपछि हामी चाहिँ यत्रो झोलाको इस्कुस लिएर आउँदैछौँ। अटाइ दिन्छ आमाले यति धेरै दिन भइछ। यो चाहिँ बास्टोल हो है गाइज। अनि यो चाहिँ आमाको घर हो। बाई आमा बाई गर्नु हात हल्नु न हात हल्नु। र यसको नाम चाहिँ पुष्पा कार्की हो। अनिखेर अब राम्रै छ। कसैलाई यस्तो मनपर्छ भने मलाई भन्नु होला म मिलाइदिन्छु गाइजहरू। ल अनि यो चाहिँ मेरो मामा घर हो। र हेर्नु कस्तो राम्रो राम्रो माइजूले फुल रोप्नु भएको छ। ल कति राम्रो सिन छ हेर्न सक्नुहुन्छ। अनि यहाँ चाहिँ हाम्रो ब्रुनो छ हेर्नुहोस् है गाइजहरू। काले ब्रुनो काले आमै नि मेरो काले। आऊ काले आऊ। यहाँ चाहिँ हाम्रो काले छ। यो चाहिँ कति वर्षको भइसक्यो 8 वर्षको भइसक्यो गाइज। हेर्नु ए बच्चे जस्तो देखिन्छ। हाम्रो यो ब्रुनो होला। टिप्न जाँदैछौँ गाइज होइन। अब फुल आमा पटकाले त गर्नु गऱ्यो यार। फुल टिप्न जाँदैछौँ। अब प्लास्टिक चाहिँ लिन जानुपर्ने हुन्छ। आऊ सानी हामी प्लास्टिक लिन जाने। आऊ प्लास्टिक लिन जाने होइन। ए माइजूले ऊ भने अरे पहिला सुरु गोठमा गएर आउने भने अरे। ल पहिला सुरु चाहिँ हामी गोठमा गएर आउँछौँ। के अरे भने होइन पिठो ढुटो पिठो लिएर गएर अनिखेर त्यहाँ खोले बनाउने ठाउँमा हामी राखेर आउँछौँ। अनि त्यसपछि चाहिँ हामी फुल टिप्छौँ है गाइजू। हाम्रो माइजू त्यहाँ आउँदै हुनुहुन्छ। उहाँ चाहिँ मेरो कान्छी माइजू। हेलो भनिदिनु। चामल पनि छ त अलिकति हाल्यो नि त। ए ल हेर्नुहोस् गाई हाम्रो चामल पनि गाईले खान्छ। ल भात नै खान्छ तरकारी नै खान्छ क्या। ल आऊ शिवान्सी आऊ शिवान्सी अगाडि आऊ। ए हस् ल जाउँ। ल हामी चाहिँ अब यो हालेर आएर हामी फुल टिप्न जान्छौँ। सो गाइज म चाहिँ अहिले चाहिँ यहाँ फुल टिप्न लाग्दैछु है। फुल टिप्नलाई यतातिरको फुल यहाँ टिपिसकेँ। यति एक झोला फुल टिपिसकेँ। अनि त्यसपछि अब अलिकति टिप्दैछु। अब अलिकति बाँकी छ यति टिपिसक्छु। अनि त्यसपछि एक झोला भयो। यति एक झोला भयो फुल। अनि हेर यस्तो राम्रो फुलहरू क्या यतातिर त। यस्तो राम्रो फुलहरू हेर्नु न। यस्तो राम्रो फुलहरू छ। फुल टिप्दैछु अब। अनि फुल टिपिसकेर चाहिँ म लिएर जान्छु। यहाँ चाहिँ गेट फुलहरू छ। यहाँ गेट फुल पनि भन्छ यसलाई बगमबली पनि भन्छ है। तर माथि चाहिँ टिप्न सकिने चाहिँ रहेछ। तर फुल चाहिँ पुग्न लाग्यो। फुल चाहिँ पुग्न लाग्यो तर माथि पनि रहेछ।
यो चाहिँ हाम्रो पुरानो घर हो है, यो चाहिँ पुरानो घर हो। एकचोटि चाहिँ हामी पनि बसेछौँ यहाँ त्यो घरमा चाहिँ, आमा र म बसेका छौँ है। भूकम्पपछि चाहिँ हामी बसेको थियौँ। फुल टिपेको भोलि चाहिँ धेरै फुलहरू चाहिँ धेरै चाहिन्छ कि, एक्का लगाउन लाग्यो हो नि त, त्यही भएर फुलहरू चाहिँ टन्नै चाहिने भएको भएर चाहिँ फुल टिप्दैछु म। कति 11 जना त गुरु बाहुन बाजेहरू आउनुहुन्छ अरे होइन। अनि अब धेरै पूजा गर्नुपर्ने हुन्छ, त्यसको लागि चाहिँ धेरै फुल चाहिन्छ, मालाहरू पनि चाहिन्छ। मालाहरू चाहिँ मामाले किनेर लिएर आउनुहुन्छ। अनि अब चढाउनलाई फुल त टिप्नु पऱ्यो नि त, त्यो पनि किन्ने कुरा त आएन नि त गाउँमा बसेर, त्यही भएर म फुल टिप्दैछु। फुल सिरिरी बतासै चल, आज मलाई यो गीत मुखमा आएकै छ क्या। आमा ल यता नभ्याउने पो रहेछु त मैले, यो फुल त त्यति राम्रोसँग टिप्नै नसकिनु पो भयो त, के गर्ने होला। यो माथि चढ्नुपर्छ क्या। ल एकछिन है गाइज, मलाई अप्ठ्यारो भयो भिडियो बनाइ गर्नलाई, भिडियो बनाइ फुल टिप्नलाई। यतातिर चाहिँ के रहेछ हेरौँ न। आमा यतातिर त पुरै कस्तो रहेछ ल, मान्छे नबस्ने भइसकेपछि घरको हालत चाहिँ यस्तो हुँदो रहेछ हेर्नु न। मान्छे बस्ने भइरहेको चाहिँ कस्तो राम्रो हुन्थ्यो होला है। यो चाहिँ ठुलो घर थियो, भूकम्पपछि चाहिँ अलि चर्केको भएर चाहिँ यसलाई हाफ गरेको हो। अनि अहिले चाहिँ मान्छेहरू उता घर बनाएर बस्नुहुन्छ। अनि यो घर चाहिँ अनि त्यस्तो केही पनि छैन क्या। यतापट्टि साइडमा चाहिँ गाई राख्ने गरेको छ। अनि त्यसपछि अरू चाहिँ यत्तिकै भद्रगोल छ। अब मान्छे नबसेपछि घाँस फोहोर हुने के। अब मान्छे बसिरहेको घर पो सफा हुन्छ त होइन। ल अनि उयो चाहिँ मेरो साथीको घर हो है, पहिला मेरो बेस्ट फ्रेन्डको घर, उमा थापाको घर। ल मैले धेरै फुल टिप्न त सकिनँ है, अलिकति मात्रै लिएर आएँ यहाँ चाहिँ, तर एक झोला भइसक्यो, यति भए पुग्छ होला। अनि त्यसपछि मलाई चाहिँ यहाँको के रमाइलो लाग्छ भने होइन, यहाँ चाहिँ फलफुलहरू टन्नै पाइन्छ क्या अलि। ल हेर्न सक्नुहुन्छ, यो चाहिँ एभोकाडोको बोट हो। एभोकाडो, सुन्तलाहरू, अम्बा त हाम्रो घरतिर पनि पाइन्छ अम्बा। अनि त्यसपछि ओखरको बोट पनि छ, तर ओखर चाहिँ पहिला चाहिँ 1-2वटा फलेको थियो, अहिले चाहिँ फलेको छैन। अनि त्यसपछि यो आलु बखडाको बोट पनि छ कि, मिठो हुन्छ। अनि त्यसपछि यतातिर चाहिँ फलफुलहरू चाहिँ अलिक टन्नै हुन्छ हाम्रोतिर भन्दा। हाम्रोतिर त त्यस्तो केही पनि हुँदैन। सुन्तलाको बोट छ, सुन्तलाको बोट पनि त्यही पनि एउटा त मरिहाल्यो, अब कहिले फल्छ नि थाहा छैन है। अनि तरकारीहरू पनि टन्नै हुन्छ यतातिर त। इस्कुस नै टिपिछौँ हामीले, भोलि लिएर जानुपर्छ, मम्मीलाई पठाइदिन्छु इस्कुस। अनि जाँदाखेरि लानुहुन्छ म चाहिँ। अनि पर्सि आइतबार सिधै अफिस जाने हो नि त। अनि मम्मीहरूलाई पठाइदिएर म चाहिँ अनि भोलि पनि बस्छु। भोलि त स्याटरडे भयो, अनि सन्डे अनि यतैबाट अफिस जान्छु म। ल यस्तै छ है, रमाइलो छ यता पनि, तर फुलहरू चाहिँ टन्नै छ। ल यहाँ चाहिँ मेरो बहिनी आइसकेकी छ, साइरा होइन। ऊ चाहिँ मेरो मामाको नातिनी हो है। के छ त अनिखेर बहिनी हालखबर? ठिक छ, तपाईँको के छ? मेरो पनि ठिक छ। अनि मम्मी कहाँ जानुभयो? अनि म चाहिँ अफिस। अनि बहिनी होइन, मैले चाहिँ फुल टिपेर लिएर आएको छु, फुल टिपेर लिएर होइन। ल बहिनी त मभन्दा अग्ली भइसकेपछि यार, हेर कति ठुलो भइसकेपछि। कति क्लास चाहिँ? 8 क्लास हो नि? 8 हो। ल भोलि पनि बनाउनुपर्छ ल भ्लग, अनि हेर ल सब्सक्राइब गर ल बहिनी। च्यानलको नाम सबिता थापा। हस्। अनि अब भोलि भेट्छु म हजुरहरूलाई। बाई, स्टे ट्युन।